Every day with you is magic. Every kiss is better than the last. It's a home I've never known, a place I know will last. Namaste everyone and welcome back to yet another video. So आज हामी आएका छौं साथीको बिहेमा. So it's very हुन्छ नि happening र धेरै वर्षको पर्खाइपछि we are here at Asma र Deepak Benajuको बिहेमा and very exciting moment right now for us, for me actually. र अर्कैजना साथी चाहिँ आउँदै हुनुहुन्छ. पञ्चकन्या भनेर हामीलाई कलेजमा चिनिन्थ्यो र पञ्चकन्या मध्येको एकजनाको थियो. आज फाइनली फेब्रुअरी 7 मा चाहिँ हुँदैछ बिहेको यो माहौल अहिले हामी यहाँ देखिरहेको छौँ. सो आजको यो भिडियोमा आई विल बी रियली ट्राइङ भेरी हार्ड टु सो द क्याप्चर ब्युटिफुल मोमेन्ट्स. दुला दुलैको त्यो हुन्छ नि हात खुट्टा गोडा के धुने चलन हो. एक्चुअली मलाई पनि खासै राम्रोसँग थाहा छैन, तर पनि आई विल शोइङ यु अल द ब्युटिफुल मोमेन्ट्स द्याट दे आर सेयरिङ. र सबै फ्यामिली फ्रेन्ड्सहरू बस्दै हुनुहुन्छ यहाँ. अहिले चाहिँ यहाँ फोटोग्राफी सेसन भइरहेको छ दुलाको तर्फबाट. दुलै चाहिँ अब जग्गामा बस्नको लागि चाहिँ रेडी हुँदैछ. आसमा चाहिँ हामी अब लगभग 5 जना साथीहरू हामी कति पोस्ट गरेर आउँछ. 2 जना त युएसमा छन्, एकजना के अरे ताप्लेजुङबाट आज बिहान फर्केको थियो आउँदैछ. सो आई विल बी सोइङ उसको जर्नी पनि के कस्तो छ भनेर. र म चाहिँ यहाँ छु रियली भेरी एक्साइटेड एन्ड ह्याप्पी. सो यहीँबाट के भन्न चाहन्छु भन्दाखेरि दिपक बेनाजु र आसमालाई चाहिँ विश यु अल द भेरी बेस्ट फर यो ब्युटिफुल जर्नी. जुन यो धेरै वर्षपछिको लभ लाइफ छ त्यो चाहिँ फाइनली टर्न्स इन्टु द म्यारिज, द वेडिङ. सो रियली भेरी एक्साइटेड एन्ड विशिङ यु अल द भेरी बेस्ट. धेरै माया. यसरी नै लभ लाइफ अझै जिन्दगी धेरै राम्रो हुँदै जाओस्, सुमधुर हुँदै जाओस्. लभ यु. सँग चाहिँ वार्तालाप गर्न खोजिरहेका छौँ, थोरै कन्भर्सेसन गर्न खोजिरहेका छौँ. तर आजको मेन हाइलाइट दुला र दुलै भएर चाहिँ उहाँहरूसँग चाहिँ त्यो पर्सनलवाला भेट चाहिँ हामीले अहिले भेट्न पाइरहेको छौँ, किनकि धेरै बिजी छन्. यता पनि बिजी, यता पनि बिजी. फोटो सेसन लगाएर थुप्रै भिडियोहरूमा पनि भेटेको छ. सो विल ट्राई टु क्याच अप. हामी यहाँ एकदम मौका पर्ख रहेका छौँ कि गएर चाहिँ यस्तै भिडियो बनाऊँ, खिचौँ भनेर.
So let's try, give it a try. Flop पनि खान सक्छ. हेलो मिनाजु. हजुर. हाम्रो ब्लगमा स्वागत छ. नमस्कार भन्दै हुनुहुन्छ. कतिको एक्साइटेड हुनुहुन्छ, कतिको नर्भस के भइरहेछ? अघि मैले देख्दाखेरि चाहिँ थोरै नर्भस हुनुहुन्थ्यो बेनाजु हैन, तर अहिले हि इज एब्सोल्युटली फाइन. के छ एकदमै तिमीले भने जस्तै भइरहेछ अहिले? भन्नु त भित्रको मिक्स फिलिङ चाहिँ के आइरहेछ? भित्रको फिलिङ्स त भन्ने हो भने एकदमै रमाइलो लागिरहेछ. मजा आइरहेछ. छक्कै लागिरहेछ. हल्का के खानु भयो कि नै? खानेकुरा खाइसक्यो कि यसै आत्माले हेरेर अगाइरहेछ तपाईँले? त्यो पनि हो, तर खाना त खाएँ. खानु त पर्छ है. पर्छ. अल द भेरी बेस्ट तपाईँको लागि. केही सेयर गर्न चाहन्छु? जुत्ता पनि लुकाइसकेको छ होइन? जुत्ता लुकिसक्यो. कतिको त्यो हुन्छ नि एक्सपेक्टेसन छ? पैसा कतिको माग्छन् साथीहरूले? धेरै माग्दैनन्. अलरेडी माइन्ड सेट छ कि धेरै माग्दैनन्. कति दिने सोच भन्नु त? हाम्रो क्यामेरामा मात्र सुटेको भन्दैन. कति दिन्छ? कति दिने हो तपाईँले? भन्ने नभनौँ. फेरि यहाँ भनेर पछि त्यहाँ अर्कै मिक्स भयो भने अलि नराम्रो हुन्छ नि त. कतिको रेन्जमा दिनुहुन्छ? बस तपाईँले त सोचेर आउनु भएको पक्कै पनि थाहा छ. मैले 10 मात्र पुग्दैन. स्टार्टिङ मलाई लाग्छ जसमा 1 लाख देखि हुन्छ. अलिअलि घटेर चाहिँ तपाईँले 50 त मिनिमम दिनुपर्छ. त्यत्रो सालहरू त यहाँ पर्छ. त्यतिले त 15 गेम पुग्दैन. बढाउनुपर्छ. बढ्छ. दिल बढ्छ. बढाउनै पर्छ. बढाउनै पर्छ. यो अभियसली तपाईँले बढाउनै पर्छ. लाइफ टाइममा एकचोटि हुने हो विवाह. अल द भेरी बेस्ट. पछि भेट्ला. सो यस हामीले एकैछिन भयो नि भेट्न पायौँ. सो पछि अब दुलैसँग पनि कुरा गर्छौँ एकछिनमा. रमाइलो कुरा भयो. रमाइलो आफ्नो पार्टमा छँदैछ, तर भित्रभित्र इमोसन्स अलरेडी छ. सो विल सी यु दुलहीकोमा. ठिकै छ. प्राइभेट जेटमा भए पनि म बिहेको लागि एकदम एक्साइटेड भएर आउनु पाउँछु. केही एक्साइटमेन्ट त केही देखाएको थिएन. अहिले भर्खर आएर बिहे सकिने बेलामा आइरहेको छ एक्साइटमेन्ट. अहिले त्यो भन्दा मात्र त्यस्तो लाग्यो. तर मेहन्दीमा पनि आयो. यति धेरै दुःख गरेर आएको छु. मेहन्दीमा पनि आयो. अहिले पनि मलाई 3-4 फोनका लागिसक्यो. यहाँ आइपुग्दाखेरि पनि मलाई यो अफिसले बस्ती खानु नदिने भइसक्यो. अफिसको नाम भनिदिनुहोस्. अफिसको नाम चाहिँ प्राइभेट नगर होला. अफिसको पीडा बेग्लै छ, कामको पीडा बेग्लै छ. त्यही पनि एटलिस्ट म 13 भए पनि नेपालमा छु. बिहेमा आउनु सकेको छु. हो, अघि मैले भनेको थिएँ 2जना युएसमा छन्. 2जनाले मिस गरे. हामी कति वर्ष वेट गरेर थियौँ आत्माको त्यो अनि फाइनली भइरहेछ. के भन्नु आत्मालाई ह्याप्पी म्यारिड लाइफ भन्न चाहन्छु. धेरै 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 दाम्पत्य जीवनको शुभकामना. दाम्पत्य जीवन मेरो त यो दाम्पत्य जीवन भने बित्तिकै मेरो एउटा हामीले अहिले चलाइरहेको प्रोग्राममा चाहिँ एउटा शुभकामना कार्ड पनि वितरण गर्ने एउटा थियो. तर काठमाडौँमा छैन. फुटबलतिर भएको भए चाहिँ म एउटा अहिले कार्ड बोकेर आउँथेँ. त्यो कार्डमा चाहिँ लाइक फोलिक एसिडको बारेमा लेखेको हुन्छ. अनि फोलिक एसिड कन्जम्सन गरेपछि त्यसको बेनिफिट्सहरू लेखेको हुन्छ होइन. भोलिको दिनमा जन्मजात मान्यता नहोस् भन्दा चाहिँ फोलिक एसिड भनेको भिटामिन B9 हो. त्यो सेवन गर्नुपर्ने हुन्छ. बेबी प्लानिङ कपालले 3 महिनासम्म. त्यसैले जो म्यारिड हुनुहुन्छ त्यस पछाडि जति बेला बेबी प्लान गर्नुहुन्छ. आफूले यो सोचुन दिएको हो. आत्मालाई यो सोचन दिएको. तर मलाई लाग्दैन आत्माले अहिले नै बेबी प्लान गर्छ भनेर. कुनै दिन बेबी प्लान गर्दाखेरि चाहिँ त्योभन्दा अगाडि चाहिँ फोलिक एसिड प्लिज भन्छु. तर हामीले आफूले भन्नु पर्दैन होला. किनकि यो आफू पनि हेल्थको स्टुडेन्ट. हामीभन्दा धेरै ज्ञान भएका कुराहरू हामीलाई जब केही पनि थाहा थिएन. आत्माले सबै कुरा थाहा थियो. हामीलाई उल्टो सिकाउँथ्यो कि होइन? हामी टिचर हो. के त हेल्थ ब्याकग्राउन्डको अभियसली जन्मलाई त झन् यसो बर्थ डिफेक्टहरू बारेमा धेरै थाहा हुन्छ. किनकि एक्सरेहरूमा पनि धेरै एक्सपोज भइराख्नु हुन्छ. त्यहीबाट पनि पक्कै पनि उहाँहरूलाई मलाई त्यसको बारेमा बढी नलेज छ हामीलाई भन्दा पनि. जोडी कस्तो देखिरहेछ आज? मोबाइल दामी देखाएको छ. मोबाइल पहिलाभन्दा पहिलाभन्दा देख्ने तर दामी देखेको त लाइक एकदमै मेड फर इच अदर पनि एकदम म्याच्योर गरेर जोडी देखिरहेको. मेरो कुरा म चाहिँ आजकल
एकदम धेरै खै म उतातिर बसेर होला होइन पुरै सानो सानोहरूको बिहे भएको देखिरहेको छ। यो चाहिँ एकदम एक खतरा म्याचर देखिरहेको छ कि एकदम भन्नाले के भनेको भन्दाखेरि हतार बिहे गरिँदैन नि त, सोचेर टाइम दिएर बिहे गर्दाखेरि। अब तैँले कहिले गर्छस्? अब मेरो बिहे चाहिँ 83 सालको मार्चमा सक्यो पनि हुन्छ। अहिले 81 साल हो, 2 वर्ष सक्यो। 2 वर्ष अझै 2 वर्ष पुग्नु पर्यो। मेरो भन्दा अगाडि अझै 1-2 जना साथीको बिहे खान पाइन्थ्यो। हाम्रो भेट चाहिँ खालि त्यो हुन्छ नि बिहेमा मात्रै हुन्छ क्या। अघि विशारमा पनि कुरा गर्दा थियो खालि बिहेमा कि त कसैको केमा मात्र हामी भेट भयो, नभए त हामी लास्टमा सबै छ। लास्टमा के भन्नुहुन्छ? लास्टमा म अहिलेलाई चाहिँ यति नै भन्न चाहेँ फेरि पनि आत्मा र दीपक भिनाजलाई चाहिँ एकदमै ह्याप्पी म्यारिड लाइफ भन्न चाहन्छु। अघिल्लो दिन एकदमै सुखमय रहोस्, त्यति नै भन्न चाहन्छु। यति नै हो, अब पछि भेटौँला फेरि। Every day with you is magic. Every kiss is better than the last. It's a home I've never known, a place I know will last. For a lifetime of I love yous, 2 hearts, 1 beat. You whisper to me, be mine. For a lifetime, it's the little things that make our hearts meet. It's like I can hardly breathe when you say my name. I know we've waited and we've prayed,
and here we are for a lifetime. For a lifetime. Every day I swear I need you. With each glance I love you more and more. Our walls came crumbling